कञ्चनपुर क्षेत्र नम्बर 3 बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार भीम कुमारले आफ्नो चुनावी प्रचारलाई तीव्र पार्नु भएको छ। उहाँले दोदरा चाँदरी नगरपालिकाका विभिन्न वाडाहरूमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदाताको घर घरमा पुगेर प्रत्यक्ष भेटघाट गरिराख्नु भएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय नागरिकसँग आत्मीय संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा अपक्षहरू ध्यानपूर्वक सुन्नु भएको छ। कार्यक्रममा उम्मेदवार भीम कुमारले उज्यालो पार्टीका नीति, सिद्धान्त तथा आगामी चुनाव बारे जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै उहाँले जनताको जीवन स्तर सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ। स्थानीयवासीले पनि घरदैलो कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै उम्मेदवारसँग खुलेर आफ्ना समस्याहरू र सुझावहरू राखेका छन्। उनीहरूले इमानदार र जवाबदेही र जनमुखी नेतृत्वको आवश्यकता औल्याउँदै उम्मेदवारप्रति आशा व्यक्त गरेका छन्। उम्मेदवार भीम कुमारले जनताको विश्वास र समर्थन प्राप्त भएमा दोदरा चाँदनी सहित कञ्चनपुर क्षेत्र नम्बर 3 को समग्र विकासका लागि निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उज्यालो पार्टीको चुनावी प्रचार अभियान आगामी दिनहरूमा आज सक्त रूपमा अगाडि बढ्ने पार्टी स्रोतले जनाएको छ।